आज मलाई एकजना साली नमिलाइदिने हो भने मैले बेहुलाको पैसा ससा लुटेर अब यहाँ घरै नपुग्ने गराइदिन्छु म। साली मिल्छ आफ्नो खुबी मात्र होइन चिनाउनु त पर्यो के अरे। अनि चोरे जुत्ता चोरे सालीले जुत्ता चोरे आमा छ्याङ कोडोको छ्याङ होइन सबै खिचेँ है त भिडियो मैले छ्याङको। ओहो एक गिलास खानुपर्छ क्या हो? पानी अलिकति पानी मात्र भन्छ क्या? राम्रोसँग धुनुपर्छ के खाना खाने बेला भात राम्रोसँग मिची धुनुपर्छ। अब यति राम्रो सालीहरूले अब के गर्ने, अब धोइदिएपछि त मान्नै पर्यो। बुङ्गुर स्या वास्या मगर भाषा मावारले वास्या आले साडीलाई यतिबाट लिएर जाउँ कि क्या? फेरि आए म लाज पचाएर अर्काको बिहे खाँदै गइसक्यो जुबान। आज पनि फेरि म सागरको बिहेको अपार सफलतापछि उत्तमको बिहेमा आउँदैछु। जन्ती जाँदैछु है, जन्ती मिछुर्लुङ आइपुगेछु म। मिछुर्लुङ भिमाटबाट जन्तीसँग जोडिएर लागे घिरिङतिर। अब बाटोमा म उत्तमलाई भेट्छु, त्यसो उत्तमलाई पनि देखाउँछु। वेलकम टु मिस्टर आकुश भ्लग वान्स अगेन वेडिङ भ्लग पार्ट 2 जन्ती नम्बर 1। त्यसो त अनि अब दाइको बिहामा खुसियाली कतिको छ त? अनि बिचरा जन्तीको गाडी ल बेहुलालाई भिडियोमा स्वागत छ। ल जन्ती खै, जन्तीहरू खै? जन्ती आउँदैछ। अब एउटा मलाई बाचा गर्नुपर्ने भयो कि अब तिमीले त बिहा गरिहाल्यो हेर, मलाई जितिहाल्यो, म हारिहालेँ होइन। तर अर्को टार्गेट चाहिँ अब सालीहरू पनि यसो के हो मिलाउनु पर्यो नि त। हेर अब एउटा साली मिलाएन भने घिरिङको नानीहरू हेर यो भिडियो स्योर म यो बेहुलालाई पठाइदिन्छु भिडियो भनेपछि। एउटा नानी चाहिँ चाहिन्छ है, नत्र फेरि म यो बिहाबाट सन्तुष्ट हुँदैन। मालहरू झुन्डेछ है, मालहरू। यो मालहरू कसले लगाएको छ? बेहुलाले। आज मलाई एकजना साली नमिलाइदिने हो भने मैले बेहुलाको पैसा ससा लुटेर अब यहाँ घरै नपुग्ने गराइदिन्छु म। साली मिल्छ आफ्नो खुबी मात्र होइन चिनाउनु त पर्यो के अरे। अनि परेन टिकलहरू व्यस्त हुन्छ। के लगाएको भन्छन् यस्तोलाई? खेता साफा भन्छ क्या? साफा बेहुलाले पनि लाउने हो? बेहुलाले हो कि नलाउने? बेहुलाले हो। ठिक छ, केही छैन। अब यो अब हतार भयो, अब बेहुलालाई साफा लगाइदिउँ न। साफा होइन? ओहो आजको त अनि उता अब प्रमुख अतिथि हो नि होइन? मेन आयोजक भने भयो, प्रमुख अतिथि भयो। मेन आयोजक सहितको प्रमुख अतिथि हो कि? पालो आउनु पर्यो दुईजनाको। ल यहाँबाट यता चाहिँ यो रिसिङ जाने बाटो हो। अब हामी जान्छौँ यताबाट मानपुर रङ्गीमाल ठाउँको नाम है भुले चाहिँ त्यहाँबाट अझै 15-20 मिनट जग्गा पनि बल्ल आउँछ घिरिङ। बेहुलीलाई देखाउनु पर्यो। मैले बेहुलीलाई देखाएकै छैन आज, गाडीमा भयो नि देखाउँछु है। ल अब हाई भन नानी। हिँड्दै यस्तो यो घिरिङको यस्तो दामी ठाउँमा आइपुग्यो यार। ठाउँको नाम चाहिँ पोखरी छाप। हामी यहाँ कुरिरहेछौँ। जन्ती हराए भयो पछाडि। अब यहाँबाट हामी 5-10 मिनटमा पुग्छौँ होला डाँडाथोक। ससुराली चाहिँ डाँडाथोक। यहाँबाट 5 मिनट भन्नुभएको छ बुवा।
जन्टी भन्दा अगाडि त के जान्नु र जाने र जन्टी भन्दा अगाडि जाने अलि ओरै बसौँला नि कतै होइन हाँसे एउटा मास्यो अबे के हो र जहाँ पनि आमासम्म हो क्या यहाँ पनि नाचगान छ सागरको घरमा पनि नाचगान यहाँ पनि नाचगान उत्तम एउटा डान्स त यहाँ पनि हान्नु पर्ला जस्तो छ ल अब यहाँ के हुन्छ एकछिनमा देखाउँछु है त ल बेहुला बेहुली बोक्यो चोरे जुत्ता चोर्यो सालीले जुत्ता चोर्यो सालीले जुत्ता चोर्यो के भन्ने हो सालीले जुत्ता चोर्यो के जुत्ता गयो के जुत्ता त भर्खरै चोर्दो रहेछ त यार जुत्ता खाली भयो नाच्यो अरे पैसा झऱ्यो झऱ्यो पैसा त 500 झार्छन् त के हो र लास्टमा जानु पर्ला जस्तो छ यार A few moments later. आमा छ्याङ कोडोको छ्याङ होइन सबै खिचे है त भिडियो मैले छ्याङको ओहो 1 गिलास खानुपर्छ क्या हो ओइ 1 गिलास खानुपर्छ क्या छ्याङ होइन भर्खरै होइन भन्ने ओहो यो त प्योर अर्ग्यानिक हो नि त यो त 1 गिलास चाहिँ खानै पर्ला जस्तो छ देखिन्छ 1 गिलास चाहिँ यसो टेस्ट हान्नु पर्ला जस्तो छ गाउँको छ्याङ अलि 1 गिलास खानुपर्छ है पर्छ ल अब दिवस मैले के अरे दिपेशलाई पनि खुवाउँछु म अहिले 1 गिलास ल लोकल पारामा बस्न पर्यो अब ट्याक्क चक्कमा ल त मलाई खिच ल लोकल पारामा ल देखाउँदै नहल्लाइकन है ल अब ट्याक्क लोकल पारामा उत्तमको बिहामा अब बिहामा अब खानपिन सुरु ल आजको मेरो पार्टनर तिमी हो अब यहाँ आजको पार्टनर चाहिँ मेरो दिपेश बस त यहाँ सँगै बसेर कति थाल खाने भन त दुई थाल खानुपर्छ खान त मैले भात खाएर आगो फेरि पनि खाइदिन पऱ्यो के गर्ने तिमीजना रिङ्गा त लाख भने खानु परेन ऊ त्यहाँ सब सालीजीहरूले चाहिँ हात धुँदै आएका छन् अब हाम्रो पालो पनि आउने होला अलि लाज लागिरहेछ यार अब हात धोइदिने रे यार जिन्दगीमा कसैले गरे होइन हात धोइदिने साबुन पानी लाएर हात धुने सिस्टम रहेछ कि अनि अर्को के रहेछ भने पैसा दिनुपर्ने क्या अब ऊ त्यो एकजना राम्रै साली छ त्यो अग्लो चाहिँ त्यही सालीको हातबाट चाहिँ हात धुनु पर्ला जस्तो छ हात धुने पाला हुँदैछ आमामा यो देख्दै साह्रै लाज लाग्दो रहेछ साबुनले एलर्जी होस् पानी अलिकति पानी मात्र भन्छ कि राम्रोसँग धुनुपर्छ कि खाना खाने बेला भात राम्रोसँग मिची धुनुपर्छ अब यति राम्रो सालीहरूले अब के गर्ने अब धोइदिएपछि त मान्नै पर्यो कतर हो यार अब भ्लगमै निकालिदिनु पर्ला सालीहरूलाई धन्यवाद सालीहरू अब यस्तो दिन सधैँ आओस् है अब यति राम्री सालीले त यो
आधा घन्टासम्म पनि यस्तै बस्छ सालीलाई त चिन्न पर्यो नि त नि भोलि अनि मार्क्स लगाएपछि कसरी चिन्ने त अनि बिमारतिर भेटिन्छ कि होइन यहाँ आज मन नमानी एकचोटि अनुहार त चिन्नु पर्यो किन गरेर कम्फर्टेबल नभएको नाचेको मान्छे अनि नाच्नुपर्छ नि त अहिले केही छैन अहिले यो सालीसँग नाच्नुपर्छ अहिले है नाच्ने साली साली नाच्ने ल एग्री भइसक्यो ल है सुन्यौ यो सालीसँग नाच्ने हो अहिले यहाँ अहिले कम्पिटिसन गर्नुपर्छ हुन्छ कि हुन्न ल गीत पनि गाउने उस्तै पऱ्यो हुन्छ कि हुन्न ल गीत पनि गाउँछौँ है यहाँ भिडियोमा भनिसक्यौँ हामीले ल वास्या आयो वास्या 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 होइन बुवा वास्या बुङ्गुर स्या वास्या मगर भाषा मावारले वास्या वारले वास्या वास्या आले कस्तो गरी के भन्छ त्यो थाहा हुन्न फेरि वास्यालाई थाहा ल होइन खस भाषा आउँदैन वास्या गिलास खै क्या तिमी त के हो बास्या बास्या होइन के हो घुवास्या घुवा कुखुरालाई घुवा भन्छन् घुवास्या यो हो घुवास्या यो त वास्या वास्या घुवास्या छ्याङ हाल्यो है छ्याङ हाल्यो छ्याङ त खानै पर्छ ओके छ्याङको फर्स्ट के भन्छ फर्स्ट सुरु चाखामै त कस्तो हुँदो रहेछ छ्याङ मुही जस्तो रहेछ सफ्ट रहेछ एकदम आले थोरै ए मैले छ्याङ खाँदै थिएँ है फर्स्ट खुट्टी चाहिँ मिठो थियो यहाँभन्दा दिस इज माई फर्स्ट एन्ड लास्ट छ्याङ है यहाँभन्दा धेरै मैले खाँदिनँ तर शीतल चाहिँ एक ढोलै सकाउने जस्तो छ अब भात त खानै पर्यो भात दाल खानै पर्यो वास्यासँग अब ट्याक्क खाना अब स्पेसल गाउँले खाना अब खालीले मार्क्स खोल्ने हो भने मैले एक गिलास छ्याङ थपेँ मैले के भन्छ साँच्चै ल एक गिलास छ्याङ थपेँ मैले एक गिलास खाएँ होइन एक गिलास खाएँ यो सालीले मार्क्स खोल्यो भने एक गिलास थप्यो ल के भन्नुहुन्छ एकदम एक गिलास खाइयो अब एक गिलास थपिन्छ ल ल तिमी पनि थप्ने ल बिस्तारै रात पर्दैछ है अघि खानासाना खाइयो अनि त्यसपछि छ्याङहरू पनि खाइयो एक गिलास होइन ठिकै छ जो सबले मिठो रहेछ छ्याङ पनि अनि त्यहाँ खाँदा माथि बिजी भइएछ यता बेहुला बेहुलीहरू टिका सेका लगाएको पनि खिच्न भुलिएछ होइन के हुँदैछ एकछिन बेहुलीलाई पनि देखाउन जान्छु त्यसपछि माथि डोरी गीतहरू पनि सञ्चालन भइरहेछ त्यसपछि त्यहाँ पनि जान्छु म है अनि जस यो गाउँघरको यही हो रमाइलो बजारहरूको जस्तो हुँदैन यहाँ चाहिँ एकदम आत्मीयता हुन्छ अनि सालीहरूले हात धोएको पनि हात धोइदिएकोदेखि लिएर सब थोक देखिसक्नु भयो होइन कति माया छ सद्भाव छ यो गाउँघरमा होइन त्यही भएर गाउँघरको बिहाहरू मलाई एकदम रमाइलो लाग्छ योभन्दा अगाडि पनि म बिहामा गइसकेको थिएँ अब उक्त मेरो अब आफ्नै साथी होइन साथीको बिहामा झन् नआउने कुरै भएन अहिले म चाहिँ तनहुँ जिल्लाको घिरिङ गाउँपालिकाको एउटा यो गाउँको नाम ठ्याक्कै भोलि त्यहाँ छु अब यहाँ उत्तमहरू पनि यहाँ टिकातालो गर्दैछन् के गर्छन् हेर्न जाउँ है त ल अब त्यसपछि माथि गएर म सालीहरूसँग नाच्न जान्नुपर्ने हुन्छ नाचगान चाहिँ भएन खास अब तिमीले टिका लगाएको खिच्न आउँछु भनेर आएको म त माथि भाषा खानै ठिक्क भएछ ठिक छ के गर्नु बिजी भयो त्यो तिमी त यस्तै बिजी भयो फोटो खिचाइ भइरहेछ फोटो खिचाइ भइरहेछ ल म सालीहरूसँग नाच्ने हो क्या ल एक गिलास छ्याङ पनि खाएँ क्या त्यो त फोटो सेसन भइरहेछ भोलि त डह्रो होइन घटाउने हो यो त भात खाएको भएर हो भोज त डह्रो भएछ त हो अब नि लाच किन भयो त्यहाँ फोटो आमा ल बेहुला हाँस्यो ल हाम्रो यो चाहिँ उत्तमको ससुरालीको घर है हो कति दामी छ ल मकै हेर्नु न आमा माथि हल्ला सुनिरहेछ अब नाच्न जानुपर्छ म तपाईँहरूलाई माथि देखाउँछु फेरि यस्तो रमाइलो भइरहेछ एक रात त सालीसँग नाच्छु म कसम
हाने नि त साथीलाई के गर्ने हो सालीसँग बल्ल हाम्रो नाच सुरु हुँदैछ है अब के भन्छ यहाँबाट मार्क्स निकालिदिनु सालीले के हो नाच्न नआए पनि रमाइलो गर्ने सालीलाई यतैबाट लिएर जाउँ कि क्या The next day. Once again, good morning, नमस्ते सबैजनालाई। अब हिजो घिरिङ सिरिङ गइयो हैन अनि त्यसपछि घिरिङमा गएर नाचियो खाइयो वास्या पनि खाइयो हैन अनि आज चाहिँ म उत्तमको घर शुक्लागण्डकी हलेडीमा देखेछ मलाई केटाहरू यहाँ केटाहरू ग्याङ छन् यहाँ उत्तमको ग्याङहरू शुक्लागण्डकी हलेडीमा चाहिँ निम्रो खाना आएको छु यहाँ भित्र यो हलभित्र चाहिँ यहाँ टिकाटालो भइरहेछ खानपिन भइरहेछ अब म एकछिन गएर उत्तमलाई पनि भेट्छु अनि त्यसपछि केही खान्छु म तैँले खाना खाइस् आइज जाम ठ्याक्क खाने बेला पो आएछु यार म त ढिलो भएछ नि त अनि खानपिन बेला भयो मलाई नबोलाई खाइदिने ल अब भ्लगमा ल्याइसकेँ म ग्याङहरू अब साथीभाइलाई चाहिँ अब दिन केही सकिँदैन त्यही भएर अब सिधै पैसा कति उठ्यो पैसा 1 लाख माल देखाम ल भित्रको माल एक पोका देखाम त ए माल तिमी अकाउन्टेन्ट हो आज क्यासियर हो तिमी यतातिर खानपिन भइरहेछ अब म पनि एकछिनमा के खान्छु ठ्याक्क तपाईँहरूलाई देखाउँछु अलिअलि हल्ला भइरह होला खाना हेरेर कुरा गरौँ के यहाँ खाना हेरेर कुरा गरौँ त यहाँ कति बजे भनौँ त 2 बजेको भएर यति खाना आएको एउटा खाम खोलौँ न कति हुने रहेछ खामभित्र खामभित्र हेर्नुपर्छ कि खामभित्र हेरौँ न एउटा खाम कति खोका पुग्यो पैसा खोइ खोका गनै खाने यहाँ झोलामा साह्रै नअटेर मिलाएको नि त्यो हुवाले पनि अब ठाउँ छाडिसक्यो होइन त ल है अब खानासाना पनि खाइयो होइन अब हाम्रोतिर एउटा ठ्याक्कै बेलामा एउटा कुरा भन्न मन लाग्यो के अरे हाम्रो त बागलुङतिर बिहा भएको बेला बाजाहरू बजाउने पञ्चे बाजा बजाउने त्यस्तो चलन हुन्छ होइन अनि टनाउहरूतिर चाहिँ अलि यो कौडाहरू नाच्ने यो गीतहरू चाहिँ भित्र ब्याकग्राउन्डमा पनि अलिअलि सुनिरह होला होइन यो के गीत बजिरहेछ मलाई त्यति नलेज चाहिँ छैन मलाई कौडा जस्तो लाग्छ एकदम ठाउँअनुसारको आफ्नै यो मगर संस्कृतिहरूमा पनि फरक हुने जस्तो लाग्यो मलाई म हिजो पनि नाचेँ कौडामा होइन आज पनि एकछिन मिल्यो भने नाच्छु होइन अब नाचिहाल्यो भने म भिडियोमा राखिहाल्छु नाचेन भने चाहिँ ठिकै छ त्यही हो अब 2 थाल खाइहालियो है के छ र जिन्दगानीमा अब खाने होइन पार्टीमा खाँदै हिँड्दै अब आफ्नो साडी त यस्तै छ क्यारे होइन अब मेरो साडी पनि पक्कै हुन्छ है त्यसपछि त अब अवश्य म तपाईँहरूलाई बोलाइहाल्छु नि होइन र के छ र यति भन्दै अब एकछिन म उत्तमहरूसँग पनि एकछिन गफगाफ गर्छु अनि टिकाटालो चलिरहेछ भित्र त्यसपछि मलाई भोलि फेरि काठमाडौँ जानु पर्ने छ त्यही भएर यहाँबाट निस्किन्छु होला एकछिनमा नाचगान के हुन्छ म तपाईँहरूलाई देखाइहाल्छु त्यतिन्जेलको लागि हेर्दै गर है त